पोलिसी किन भन्नुहुन्छ ऱ्यासनल्सहरु? अब यस्तो हुन्छ, इकोनोमीको ब्रोड अब्जेक्टिभ्सहरु हुन्छ, जस्तो इकोनोमिक प्रोडक्सनलाई वृद्धि गर्ने, इकोनोमीको प्राइस लेभल कन्ट्रोल गर्ने, इम्प्लोइमेन्ट क्रिएट गर्ने र हाम्रो विदेशी मुद्रासँगको एक्सचेन्ज रेट जुन हुन्छ त्यसमा धेरै फ्लक्चुएसन हुन नदिने, तिनीहरूलाई हामी ब्रोड इकोनोमिक अब्जेक्टिभ्स भनेर भन्छौँ। र त्यस्तो अब्जेक्टिभ्सहरु प्राप्त गर्नको लागि इकोनोमीमा दुईटा खालको पोलिसी बन्छ, एउटा फिस्कल पोलिसी जुन चाहिँ गभर्नमेन्टले बनाउँछ र एउटा चाहिँ मोनेटरी पोलिसी जुन सेन्ट्रल ब्याङ्कले बनाउँछ। सो सेन्ट्रल ब्याङ्कले बनाउने पोलिसीको मेन फोकस चाहिँ केमा हुन्छ त भन्दा इकोनोमीमा हुने प्राइसमा फ्लक्चुएसन कम गर्ने। इकोनोमीको प्राइस भनेको इन्ट्रेस्ट रेट हो, अर्को प्राइस भनेको गुड्स एन्ड सर्भिसेसको प्राइस हो, अर्को प्राइस भनेको एक्सचेन्ज रेट हो। सो त्यो तिनीहरुमा चाहिँ धेरै फ्लक्चुएसन भयो भने इकोनोमीमा अनसर्टेनिटी क्रिएट हुन्छ, इन्भेस्टर्सहरु देश छोडेर बाहिर जान्छन्। सो हाम्रो फोकस चाहिँ स्टेबिलिटी मेन्टेन गर्नेमा हुन्छ। सो त्यस्तो स्टेबिलिटी, प्राइस स्टेबिलिटी भनेर भन्छौँ हामीहरू, प्राइसमा उतार चढाव हुन नदिने। अर्को चाहिँ एक्सचेन्ज रेट स्टेबिलिटी भनेर भन्छौँ, हाम्रो डलरसँगको एक्सचेन्ज रेट, आइसीसँगको एक्सचेन्ज रेटमा धेरै चेन्ज हुन नदिने। र अर्को स्टेबिलिटी चाहिँ ब्याङ्किङ सेक्टर स्टेबिलिटी भनेर भन्छौँ, जसलाई फाइनेन्सियल सेक्टर स्टेबिलिटी भनेर पनि भनिन्छ। त्यो भनेको ब्याङ्कहरुमा क्राइसिस आउन नदिने, ब्याङ्कहरु डुब्न नदिने। सो यो तीनटा चाहिँ हाम्रो मेजर उद्देश्यहरु हुन्छन्, प्राइस स्टेबिलिटी, एक्सचेन्ज रेट स्टेबिलिटी र फाइनेन्सियल सिस्टम स्टेबिलिटी। सो त्यो प्राइमरी अब्जेक्टिभहरु प्राप्त गर्नको लागि मोनेटरी पोलिसी इम्प्लिमेन्ट गरिन्छ इकोनोमीमा। हजुरले के कभर गर्छ पोलिसी? मोनेटरी पोलिसीले बेसिकली तीन चारवटा कुराहरु कभर गर्छ। एउटा कुरो चाहिँ इकोनोमीमा चाहिँ क्रेडिट अवेलेबिलिटी, ब्याङ्किङ सिस्टमबाट जाने क्रेडिट चाहिँ सफिसिएन्ट मात्रामा छ कि छैन, ताकि इकोनोमीमा ग्रोथ, एम्प्लोइमेन्ट अपर्च्युनिटिजहरु क्रिएट गर्नको लागि ब्याङ्किङ सिस्टमबाट क्रेडिट फ्लो हुनु